हेलो गाइजहरु अरु हामी चाहिँ बालीगाउँको यात्रामा छौँ है टोलीहरु। यात्रा कस्तो भयो? एकदमै राम्रो। सुन्दै एकदम सुन्छ हामी चाहिँ जाजरकोट जिल्ला नलगा नगरपालिका वडा नम्बर 11 पानीया गाउँ आइरेक सम्झनु छ। हेलो 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 तपाईँ को हुनुहुन्छ? तपाईँ कता जानुहुन्छ? हेलो तपाईँ कता जाने? तपाईँ कता जाने? अरे त्यो त भइहाल्छ कि। दे हिँड्छ कि नौलो सबै आऊ। ओहो हामी चाहिँ बनीगाउँको यात्रामा हेर्नुहोस्। बनीगाउँको यात्रा हाम्रो सफल रहोस्, सुखी रहोस्, समृद्ध रहोस् भन्ने कामना गर्दछौँ। मयूर टिमलाई निमन्त्रणा गरेको कारणले हामी चाहिँ बनीगाउँ मेलामा आइरहेका छौँ। हाम्रो पुरै टिम लगभग 17-18 जना। ओए पख नआउला। ओए पख त पख। ओए नआउँछ होटा। ओए लाले भयो पख के। यो चाहिँ बनीगाउँको पुल बनीगाउँ खोला पुल हेर्नुहोस्। बनीगाउँ खोला पुल हेर्नुहोस्। हेर्नुहोस् हाम्रो भित्री खोला नलगाट 11 मा पर्ने बानिया गाउँ र दमकाको बिचमा रहेको पुल खोला। हेर्नुहोस् यता हेर्नुहोस् है पुरै खोला छ भित्री। ओहो मान्छे डराउनु चाहिँ हेर्नुहोस् यहाँ खोज्ने मान्छे के यता पस्ने हो भने चाहिँ यहाँ चाहिँ पाइन्न होला। जाउँ टाउको नआएर आउँ एकछिन। यहाँ चाहिँ कसलाई राम्रो लाग्छ कमेन्ट गर्दै गर्नु होला। उता चाहिँ ममता खत्री मेरो दिदी, यता चाहिँ डम्बरी बस्नेत आन्टी, उता चाहिँ धनीका बस्नेत मेरो बही, त्यहाँबाट यता चाहिँ तारा बस्नेत आन्टी, यता हेर्नुहोस् के अरे सुशीला बस्नेत अरे आन्टी, त्यहाँबाट यता के अरे प्रतिमा बस्ने नहाँस्नु धेरै यहाँ तपाईँ प्रतिमा बस्नेत आन्टी, यता निरुता बस्नेत निरुता खत्री मेरो फुपू, त्यहाँबाट यता चन्द्रिका बस्नेत मेरो आन्टी, उता हेर्नुहोस् हाम्रा युवाहरू जेएनजी ग्रुप यता चाहिँ को बुझ्यायो यो कन छोरा छ के। हामी चाहिँ यसो अब मयूर टिमका टोलीहरू हौ। जाउँ के कता ए दिनु न महाकसम ल गीत गाउनु माथि गरे क्या ल गीत गाउनु आगा
कहाँ गीत गाउन जाऊ जाऊ अनि खोलाभित्र आनन्द आनन्द तरिकाले नुहाउनु ओए आनन्द तरिकाले नुहाउन गइरहेको छौँ ओहो मार्यो 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 ओए ओएबाट मार्यो ओए मार्यो क्या दामी खोला छ हेर्नुहोस् पहिला म खोला जानु दिँदैन ल ल ओए तागन नि ल ल ल ल अरे एउटा लगे ल ल ल ल ल नगरपालिका वडा नम्बर 10 र 11 मा पर्ने यो खोला पानीया गाउँदेखि माथिबाट सेतगाउँ भन्ने ठाउँबाट आएको खोला हो। हाम्रो मयूरनाथका टिमहरू आएर नुहाउन लागेको अवस्था देखिन्छ यहाँ। हाम्रो मयूरनाथको अगुवा रोमन बस्नेत यो बहादुर खत्री हाम्रो मयूरनाथ नाच्ने खेलाडी ल कसै जुम्छ भने हाम्रो पग ओहो हेलो गाइजहरु प्रत्यक्ष प्रसारणमा छु हामीहरू हेर्नुहोस् म देखाइदिन सक्छु तपाईँलाई मोबाइल गाह्रो भइसक्यो हिँड्नलाई के गर्नुपर्ने भयो त भन्नुहोस् त गाडी व्यवस्था हुन सक्दैन तर हिँडेर चाहिँ आफ्नै गाडी चाहिँ बनाउन सकिन्छ फेरि धेरै खुट्टा दुखिसकेका छन् ए हो होइन सिरियस मामा यहाँ लौरो टेक्छ अनि मेरो टोपीको त गर्छ क्या यार चिराउनु बजे पुग्छ न पछि पावा पछि अरू हेर्नुहोस् बानी गाउँबाट आउँदै गरेको दृश्य हामी चाहिँ अलि उकालो भइन्छ सकिएन ल बल्ल बल्ल टोलीहरू अलिक थकाइ मानिसकेको छ हाम्रा बानी गाउँका वडा अध्यक्ष के हुन् लालबहादुर बानिया होइन लालबहादुर बानियाले आफ्नो कार्यकालमा पुर्याउन सक्नुहुन्छ कि नै हेरौँ हामी पनि होइन अहिले कति हाम्रा उता धनीको बोइ चाहिँ अलि दौड्नु भएको छ परि हिँड्दाखेरि पनि मोबाइल बस्दाखेरि पनि मोबाइल उठ्दाखेरि पनि मोबाइल जोर हेर्नुहोस् धनीको बोइ चाहिँ अनि त्यस्तै गर्नुभयो तपाईँ सुन्नु तपाईँ बढी मोबाइल चलाउनु कारण के हो कसैसँग च्याट गर्नुपर्छ कि कसैसँग फोन गर्नुपर्छ कि अनि के गर्नुपर्छ भन्नु त भन्नु न त्यस्तै देख्छु म त बढी कसैसँग च्याट गर्न लागि होला हैन केही न केही रहस्य नभए त कहाँ कसले मोबाइल चलाउँछ र केही न केही त होला भन्नु त ल भन्नु त भन्नु के भन्नु न यति तपाईँ मोबाइल अर्का पुल खोल्ने त्यति भन्यो पनि
ल भन्नु त तपाईँले बढी मोबाइल चलाउने कारण के हो अघि आउनु खै ल हाम्रो धनिका बजारलाई फेरि प्रश्न गर्छु म अगाडिको जवाब चाहिँ दिनु भएन खै के कारणले हो हाम्रो धनिका बजार तपाईँ चाहिँ हिँड्दाखेरि पनि मोबाइल बस्दाखेरि नि मोबाइल उठ्दाखेरि नि मोबाइल रातभरि मोबाइल चलाउनु कारण के हो भन्नु त तपाईँले लत बस्या हो लत नसा बस्या भन्नु के साँच्ची केही हुँदैन क्या भन्नु ल भन्नु ल